अनि तपाईहरुलाई अहिले कस्तो लागिरहेछ त? अहिले राम्रै छ सर। राम्रै छ। राम्रो छ। घर बन्यो बस्नु राम्रै सुविधा राम्रो भयो। नभएको भन्नु भने भुइँचालो जाने बित्तिकै हामी पनि तपाईहरुको ठाउँमा आएका छौँ र यही ठाउँको दाजुभाइहरूले हामीलाई धेरै ठुलो गुण पनि लाउनु भएको छ। हजुर काभ्रेको बस्ती बनाउँदा होस्, सिन्धुपाल्चोकको बस्ती बनाउँदा होस्, हामीलाई सबभन्दा बढी यहीँको स्किल म्यान पावर, यहीँको सिकर्मी डकर्मी दाइहरूले चाहिँ एकदमै राम्रो गुण पनि लाउनु भएको थियो। यहाँ हामीले त्यतिखेर विद्यालय पनि अस्थायी भए पनि बनाएर चाहिँ बच्चा बच्चीलाई तपाईँहरूका बच्चा बच्चीलाई पठन पाठनका लागि चाहिँ एउटा सहजीकरणको भूमिका पनि गरेका थियौँ। आज यही ठाउँमा चाहिँ उहाँहरूको पहलमा चाहिँ यत्रो चाहिँ 55वटा घर चाहिँ बन्दाखेरि होइन मलाई त त्यत्तिकै खुसी लागिरहेछ। म सँगसँगै पहिला त तपाईँहरू खुसी हुनु पर्यो होइन? खुसी छ सर, खुसी छ, एकदम खुसी छ। के भन्नुहुन्छ त उहाँहरूलाई यसरी चाहिँ सबै चिज त्यागेर तपाईँहरूको ठाउँमा आएर चाहिँ घर बनाइदिँदाखेरि होइन, यो घर बनाउने चिज कति गाह्रो छ होइन, कति अप्ठ्यारो छ, त्यो अप्ठ्यारोको बावजुद पनि सहयोगी संस्थाले उहाँहरूले चाहिँ भोलिन्टियर हिसाबमा आएर चाहिँ अहोरात्र खटेर चाहिँ घर बनाइदिँदाखेरि आफू पनि खट्नु होला, आफू नखटिकन अपनत्व त फिल हुँदैन, महसुस हुँदैन होइन, आफ्नो पनि पसिना बगाएर चाहिँ आज यसको चाहिँ उद्घाटन पनि हुँदैछ होइन। अब यो घडीमा चाहिँ मनभरि चाहिँ एकदमै खुसी नै आइरहेछ के भन्नु त हो र? अहिले धुर्मुस आयो, अहिले चाहिँ भनिदिइहाल्नु मनदेखि नि। छोरी छोरीलाई कस्तो? एकदम खुसी, एकदम खुसी, राम्रो भयो। अब चाहिँ भुइँचालो आयो भने पनि घर भत्किँदैन भन्ने मर्दैन, नत्र चाहिँ मर्छु जस्तो लाग्छ। फेरि यो डाक्टर साहबहरू नै आएर चाहिँ बनाइदिनु भएको छ, केही भइहाल्यो भने पनि उपचार गर्न अलिकति भुँडी दुख्ने बित्तिकै पनि फोन गरिहाल्नु। ल अब म चाहिँ हिँडिहाल्नु पर्ने मेरो आफ्नै समस्याको कारणले गर्दाखेरि यो तपाईँहरूको मायालाई होइन, सद्भावलाई चाहिँ मूल्याङ्कन गर्दै चाहिँ म आएको गइहाल्नु पर्ने छ। राम्रोसँग बस्नु होला, घरको स्याहार गर्नु होला। अहिले त चिटिक्क राम्रो छ, फेरि 6 महिना पछाडि फेरि घान्द्राङ घुन्द्रुङ हेरि नसक्नुको फोहोर यताउता नबनाउनु। भनेपछि तपाईँ त ठुलो मान्छे हुनुहुँदो रहेछ। 2016 फेब्रुअरीमा यो हामीले त्यही बेला ह्यान्डओभर गरेको थियौँ सुरुमै, किन त इनिसियल 10वटा घर किन उहाँहरू बस्न पाउनुहुन्छ भनेर। बाटो एकदम राम्रो
चलाउनु हैन नमस्ते Major posta den champion baget up at Kulay combat la banda we even the Rosala Champion about the Children's Combat Champion, the Swahili Board Department, and the about the Deni Maya Chantel and Nambashi Beji changes and Bajala Chandler and Chintu Tashi Sitting in the Jamuzayo, that on the Pens of Babi, Minam Janze, one Joko, in Chitacho, Chode Jawa. Yazongo, Tembe, Bambe, Watashi, Lamajala, Chandela, Tamachi, Igdanyo, so Consum show. It's not a problem. बाहिर सुन्नुहोस् यसको भित्तामा लेखेको कुरा के छ नेपाली भाषामा सबैले बुझोस् भनेर तपाईहरुलाई भनिदिनु पर्ने छ ह्याप्पीनेस इज नट ह्याभिङ अ लट ह्याप्पीनेस इज गिभिङ अ लट भनेको सुख भनेको धेरै आफूसँग भएर सुख हुने हैन धेरै दिएर सुख हुने हो धेरै खल्तीमा हुँदैमा सुख हुँदैन दिएपछि मात्रै सुख हुन्छ यो बुद्धले भन्नुभएको हो साक्यमुनि यहाँको लेखेको छ तल लेखेको छ tragedy forces us to raise above our differences of caste, creed, religion and politics. When faced with suffering and vulnerability, we are all the same in need of the kindness and compassion. दुःखको बेलामा हामी सबै मनुष्यहरू आफआफ्नो जात, धर्म र राजनीति भन्दा माथि उठ्नु पर्छ र जब हामीलाई दुःख आइराखेको हुन्छ त्यस बखतमा चाहिँ हामीले दया र करुणा को साथ लियो भने जस्तो सुकै ठुलो दुःखबाट पनि हामीलाई पार पाउन सजिलो हुन्छ दया र करुणा सधैँ राख्नुपर्छ तर दुःख परेको बेलामा अस्ति भैचालो आएको बखतमा चाहिँ नि हामीले दया र करुणा राख्न सक्यो भने हाम्रो जीवन झन् सुखमय हुन्छ भनेर भन्नुभएको छ तल लेखेको छ मेरो गाउँ वाज born of such a tragedy of earthquake and reconstruction of the village result of the many individual organizations यो गाउँ एउटा यो आज जुन गाउँ यति सुन्दर छ दिस विलेज व्हिच लुक्स सो ब्युटिफुल टुडे इज अ born out of tragedy एउटा दुःखको कारणबाट आज यस्तो सुखको गाउँ जन्मेको हो यो गाउँमा चाहिँ नि हामीले 55 वटा घरहरूलाई जो बनाएको छ त्यो धेरै मानिसहरुको सहयोगबाट बनेको हो The village 55 homes is a result of many individuals and organizations responding
to this with human compassion. आज जो सुन्दर बस्ती देख्नुहुन्छ त्यो दुःखको बेला विभिन्न मानिस र संस्थाहरूको हृदयमा जागेको करुणा र दयाका कारण उत्पन्न भएको बस्ती हो यो भनेर र यसको लागि I am grateful to all those who joined me in completing this project. म रिम्पोचे भन्नुहुन्छ म ती सबै मानिसहरूप्रति कृतज्ञ छु. I am grateful to all of those who helped to complete this project. रिम्पोचे ती सबै मानिसहरूप्रति कृतज्ञ हुनुहुन्छ जसले यो बस्तीको पुनर्निर्माण गर्न सहयोग गरे. तल लेखेको छ मेरो गाउँ रिपा सिद्धि संस्थान 25 मे 2018 आजको दिनमा छ. आज हामी सबैजना जो जति छौँ यो रिम्पोचेको करुणाको निम्ति र रिम्पोचेलाई सहयोग गर्ने सबै मानिसहरूको निम्ति हामी खुसी मनले एकचोटि ताली बजाउन म सबैलाई अनुरोध गर्छु. कस्तो लागिरहेको छ तपाईलाई? राम्रो छ सर, एकदम राम्रो छ हो हजुर, एकदम राम्रो छ. किन हैन घर बनाइदिनु बहुत राम्रो छ. जालोले घर हो बेजोग भइरा थियो, उहाँहरूले यस्तो घर बनाइदिनु भयो, हामी एकदम खुसी. एकदम राम्रो 오미에 담아서 마샤만나에서 민주를 먹고 예자시죠. 에너지 좀게 다시죠. 받아주는데. 예외고선도 이제 다시죠. 니들도 메토 잡아내 디메초만 메메도 안제 잡아내 이제 다시죠. 맞아. 소신 된장도 드리는 이제 소나게 버티지 다시 대장인데 그래도 또왜 마음에 버티시는 버스함 시스템제로 삼반주를 다시죠. 닌데 모델이 선대는 님이 보여드리는 이제 딱 장례도 뭐 본조선 아 이거 좋아요. ल हस् भयो ल थ्यांक यू. नाम त ज्ञान बहादुर हो. ज्ञान बहादुर को बुढीको नाम चाहियो नि? बुढीको नाम मन्जु तामाङ. के मन्जु तामाङ. के मन्जु तामाङ. बुढा खै त? बुढो त काममा काममा. अनि कस्तो लागिरहेछ यो भनेपछि भनेर सोध्न आएको त्यतिकै. कस्तो छ अहिले तपाईँलाई? यहाँ के घर थियो तपाईँको पहिला? पुरानो घर भत्किएको थियो? खुसी भयो. बाहिर आउनु न यो तपाईँको हो? सच्चै हुनुहुन्छ? कस्तो लागेको छ? एकदम राम्रो नि हो. यता बस्नुहोस् न. राम्रो रहेछ नि? राम्रो.
यहाँ चाहिँ एउटा फोटो म पनि खिच्छु है एउटा फोटो म पनि तपाईँसँग फोटो खिच्छु है तपाईँले राम्रो लाग्यो फोटो लाग्ने हो खुसी हुनुहुन्छ यो उसमा मैले केही We shouldn't waste our time. We must use our time for good cause. This is mentioned by respected Gyetrul Jigmey Rinpoche. He further mentions that, I believe that we came to this Dharma not by chance. Out of 1 billion people, only a few have the opportunity to enter this path. This means that we have accumulated some good karma in past lives that we are here today. Namaste, सबैजनालाई म मिलन महाजन आज पाल्नु भएको रेस्पेक्टेड रिप्रेजेन्टेटिभ अनि डिस्टिङ्ग्विस्ड हाम्रो मेरो गाउँका सबै लामाज्यूहरू र डिस्टिङ्ग्विस्ड गेस्ट अनि यो गाउँका आमा बुवा दाजुभाइ दिदीबहिनी सबैजनालाई मेरो नमस्कार छ। मेरो गाउँ भन्ने यो जुन कताबाट सुरु भयो, हाम्रो यो कार्यक्रम कसरी सुरु भयो? भूकम्पपछि रिम्पोचेज्यूले हामीले केही सहयोग गरौँ न, हामीले आफ्नो कम्युनिटीको लागि देशमा यति समस्या भन्छ केही सहयोग गरौँ भने जब रिकन्स्ट्रक्सनको कामहरू भयो त्यो समयमा केही सहयोग गरौँ, म पनि गाउँ गाउँमा भवन निर्माण गर्न के गर्नलाई गर्न सकिन्छ कि त्यही भएर हामी गरौँ भनेर रिम्पोचेज्यूले जुन इच्छा गर्नुभयो त्यसको लागि हामी 2-4 जना साथीहरू मिलेर एउटा सानो कमिटी गठन गरेर यो कार्यक्रम हामी यसको लागि हामीले सुरु गरेका हौँ। यो लगभग आजभन्दा 2.5 वर्ष जति अगाडिको कुरा हो। लगभग 6 महिना जति लाग्यो होला हामीलाई अफिसियल कामहरू गर्नलाई। त्यसपछि बल्ल 2016को फेब्रुअरी महिनामा बल्ल हामीले घर बनाउने कामहरू सुरु गर्न सक्यौँ। तर 2 वर्षको अन्तरालमा हामीले 55 वटा घर बनाएर पनि डेलिभरी आज चाहिँ ह्यान्डओभर गर्न मौका पायौँ। यसको लागि मौका दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। As we mentioned that we are here today not by chance. We are here because because of the karmic connection. The story of Mero Gaon I would like to share briefly with you about how it started. After the earthquake in 2015, everybody was helping each other. So respected Rinpoche also wanted to do some help. He wanted to help in reconstruction. Because as you can see, lots of houses, in this particular village, almost 100% of the houses were completely damaged. When he expressed his dream to support, we made a very small committee, members, with just 6 members in the committee, all working on a voluntary basis. We thought we must fulfill this dream to make it true. So just around the
end of 2015, end of 2015, we started this work. Before we started, Rinpoche mentioned a few things about it, that he wanted an environment-friendly place which should be which should be eco-friendly, environmentally friendly, and try and use as much of salvage material from the previous existing houses. Also that we also wish that it has to be eco-friendly. So in that process we tried our level best from in the very beginning. But I think we were not very successful in very few things. We apologize for that. I think maybe we couldn't live up to your expectations. After gathering the motion by the end of 2015, we started the work. But it wasn't easy. There was lots of hurdles.